ल दाजु हाम्रो दाजु वाह हेर्नु त कति ह्यान्डसम दाजु हुनुहुन्छ त्यो हेड लाग्यो त्यो रातो हेड लागेको छ नि यहाँ मान्छे यस्तो बोका म भिडियो खिच्छु पाउनु ओ यहाँ आउनु यहाँ आउनु हेलो ओ ओहो खिचेको हो पछाडिबाट ढल्किनु है खै त्यो भएन यहाँ के भन्नु किन डबल आयो डबलै राखेको त्यो अगाडिको पछाडिको दुईटा निकालेको त्यो त यो मान्छे त डुल्या कता हेरे हो हेर्नु पर्यो खोइ पछाडि गयो हामी अरे उतै ढुङ्गाहरू आफै गइरहेको जस्तो लागिरहेको हामी नै होला हाम्रो ह्यान्डसम दाजुले चलाइरहनु केटअप हाम्रो घर पछाडि एउटा पोखरी छ सानो त्यो मिल्दैन नि आइडिया फुर्यो है दाजुको दिमागमा ल भन्नु त्यो भैँसी मात्रै घुमाइसक्यो अब हामी मन्दिर फर्केर मन्दिर घुमेर टक्क आइसक्यौँ ओ त्यो माछाले खाइदिला नि हात त्यहाँ माछा देखिँदैन सही तर त्यहाँ मात्रै रहेछ है माछा यहाँ त देखिँदैन है एकचोटि मुख हाल्नु न त मुखै हाल्दिने के भन्छ कि अघि गाडीको उसले कसरी हँसाउँदै थियो अझै यस्तो त्यो अङ्कललाई पिठे खान मन लाग्यो त्यही भएर